आज हाम्रो यात्रा यस्तो भइरहेछ गाडी खराब भएर गाडी सबै भएर यो मान्छे धेरै छ नि अगाडिसम्म गर्ने पछाडि पनि छन् गर्ने ल आज यात्रा यस्तो भइरहेछ हाम्रो के कसो भाइ साहब के गर्ने जिन्दगी यस्तै छ गर्ने मान्छे कतिजना छ नि आयो अगाडिसम्म हजुर हजुर हावा हाल्ने हो भने टायरमा छैन भन्नुहोस् एउटा लास्टैसम्म छैन हो धेरै अगाडि गइसक्नु गुरु फर्काउँदा त आयो आयो पहिला ल्याएर नि गर्नुपर्छ क्या रुबुरियासम्म त पुगिन्छ होला नि पहिला ल्याएर गर्किन् के पुगिन्न र गर्ने हर हेरेर पुगिजानु नि एकदम मल्ल एकदम हाम्रो बस कहाँ पुग्यो खट्टम छ यार नैनीताल भन्ने कहाँ पर्छ नैनीताल भन्ने कहाँ पर्छ हजुर नैनीताल भन्ने नेपालको त होइन होला नेपालको त होइन होला नि यो नैनीताल के लेखेको छ त्यहाँ यो नैनीताल के रुद्रपुर भन्ने कहाँ हो यो 100 किलोमिटर छ रुद्रपुर पनि रुद्रपुर भन्ने कहाँ पर्छ अङ्कल थाहा छैन मान्छे धेरै गएका छन् क्या गाडी पछाडि पनि त धेरै छन् नि यो कता पर्ने छ नैनीताल यार 152 किलोमिटर रहेछ यो त भक्तपुर त उहाँको होइन र नेपालको होइन भक्तपुर त नेपाल पर्दैन र भक्तपुर के लेखेको छ त अब भूतपुर पऱ्यो नि भूतपुर यी ठाउँ पर्छ हजुर भूतपुर नि यही ठाउँको नाम होला के ठिकै छ हिँड्नुपर्छ रमाइलो हुन्छ हजुर मैले त जन्ती जाने फिल्म भइरहेको सेयर गर्ने हो यार जति भिडियो के बनाने अब त